केटाहरू अगाडि गइसकेको छ केटाहरू अगाडि छ म चाहिँ यहाँ कुद्दैछु च्यागोलाई बोक्स आमाले छाता छाता उकाएर लगिसक्यो बाहिरको सिन चाहिँ यस्तो छ है बाहिर यस्तो बवाल सिन छ यहाँनिर केटा ओइ हामी कहाँ बसेको अरे ओइ हामी कहाँ बसेको अरे केटा होटेलमा है जाने गाडीहरू धरानै लेखेको छैन अरे यहाँनिर प्रकाशपुर चक्कर घटी मात्र लेखेको छ धरानै लेखेको छैन यार स्वागत छ फेरि पनि तपाईँहरूलाई मेरो नयाँ भ्लगमा आजको भ्लग चाहिँ एकदम स्पेसल हुनेवाला छ किनभने आज चाहिँ हामी भेटार घुम्न जान लागेको त्यही भएर यो भ्लग चाहिँ एकदम स्पेसल हुन लागिरहेको छ बाहिरको मौसम चाहिँ यस्तो छ पानी परिरहेको छ पानी परेको बेला घुम्न को जान्छ हामी जान्छौँ जुन देउसी ग्रुप थियो अस्तिको देउसी खेल्यौँ अनि हाम्रो जम्मा 20-25 हजार कति उठेको छ त्यही पैसाले हामी चाहिँ घुम्न जान लागेको भेरेटार यति बेला घरबाट निस्किसकेको छौँ यो गाइज यता छ हाम्रो प्रवेश अनि यस्तो पानीमा घुम्न को जान्छ यस्तो पानीमा भेरेटार घुम्न को जान्छ हामी जान्छौँ होइन यहाँ बाढी आइसक्यो यो खोलामा सानो अब एक दिन अब यस्तै आयो भने त अब ठुलो उयो भइहाल्छ नि एक दिन पर्नु पर्यो पानी चाहिँ तर पर्छ अब कति दिन पर्छ अरे त कति दिन 2-3 दिन पर्छ अरे लगातार पर्छ अरे भेटारतिर चाहिँ परेको छ कि छैन पानी दोषले फोन गरेको अरे कि परेको छैन अरे परेको छ भने त फेरि बिजोक भइहाल्छ नि हो ल भन्केटा गाडी आयो हाम्रो म्याजिक आइसकेको छ हाम्रो यहाँनिर हाम्रो होइन अरूकै हो केटाहरू छप्तम तयारीमा छ यहाँनिर घुम्न जानको लागि यो पानीमा यस्तो पानी परिरहेको छ केटाहरू त्यही पनि कति रमाइलो तपाईँ रेडी छ केटाहरू होइन पुरा ह्याप्पी भएर बसिरहेको हामी पानी हेर्नु भएको नि त पानी ट्रेनमा ल्यायो भने स्कुलको बसमा गरी हिँडिराख्नु परेको छ के गर्नु केटाहरू यस्तो पानीमा घुम्न जाने गाडीहरू धरानै लेखेको छैन अरे यहाँनिर प्रकाशपुर चक्कर घटी मात्र लेखेको छ धरानै लेखेको छैन यार ओ केटा हो यो हाम्रो गाडीमा त चक्कर के अरे धरानै लेखेको छैन त लास्ट 2000 अनि यो बलाङ्गेट छ नि गाडीभित्र ए बलाङ्गेट ल्याएर जानुभएको बलबन्दी नै ल्याउन बिर्स्यो यार त्यति बेला गाडी हिँडिसकेको छ यहाँबाट प्रकाशपुरबाट लकडा हो एकचोटि हुटिङ हानिदिनु पर्यो सबैजनाले जिन्दगी जिन्दगी अर्को दुखी हाम्रो यहाँ कोसीको सिन चाहिँ यस्तो छ यहाँ मजाले देखिएको छैन यस्तो उता बनाउनु क्या रुखै रुख्छ उखाला त अगाडि पुगाइन्छ जस्तो छ कोसी यस्तो बवाल भएर यहाँ आइसकेको छ पुग्न पनि मिल्छ के हुसे लागिरहेछ बाहिर होइन सर्दु खोलामा आइसकेको छौँ हामी यहाँनिर त्यस्तो हुसे लागिरहेछ माथि हेर्नु पठाएको क्या हुसे लागेको त्यहाँ त झन् पुरै होला देखिँदैन होला त्यहाँ त केही पनि सर्दु खोला आइसकेको छौँ हामी फाइनली यहाँनिर मोबाइल पुरै भिजिसकेको छ गाडी चढेन अरे सर्दु खोला आयो
फाइनली भेट भयो फाइनली पानी छैन ए पानी त रहेन बाढी आउँछ बगाउँछ पानी रहेन गाइस के गर्ने कसले बाढी आएर खोला बगाउँछ भन्दै कसले हो हामी चाहिँ यति बेला खाना खाइसकेको छौँ अब टक्कसँगले गाडीमा चढ्ने हो होइन अब धेरै टाढो नाम्चे बजारको बस पक्रिने 4 नम्बरी बस पक्रिने अनि जाने ल सब केटाहरू खाना खाएर ढाडिसकेको छ ढाडिएर बसिसकेको छ यता पनि भन्दिनँ धेरै टाढा धेरै टाढा होइन देखि पनि माथि नाम्चे ए भेडादेखि पनि माथि हो नाम्चे माथि हो नि ठिक छ ठिक छ यस्तो पानी खाना खायो अरे यस्तो पानीमा हामी घुम्न हिँडेको ठुक्कर ठुक्कार नभन् न रमाइलो छ नि मजा सिराबाट सुत्ने जिममा होइन सुप पाइन्छ भनेको होइन तैँले अनि सोधिस् त तैँले त्यहाँ आज पानी पऱ्यो फेर भाइ मजाले भएन चिप्स भनेन सुनिन बिजुक भयो केटाहरूको आउँदैछ उहाँ केटाहरू कपल्सहरू 4टा कपल्सहरू आउँदैछ बिजुक चाहिँ यता मेरो भयो यस्तो बवाल पानी परिरहेको छ हामी सबै भिजिसकेको छौँ यहाँनिर त्यो रमाइलो भएर घन्टाघरको हामी यहाँ घन्टाघर आइसकेको छौँ घन्टाघर आइसकेको छौँ तर के गर्नु सब भिजिसक्यो ब्यागको हालत यस्तो छ यी सब भिजेर खुट्टा सुट्टा सब भिजिसकेको छ घन्टाघर यहाँ छ ठुलो गाडी चाहिँ अगाडि अट्याकमा छि जाउँ छिटो गाडी छ त्यो अगाडि गाडी छ नि त्यही हो ऊ अगाडि हो सिधै जाउँ धेरै टाढा आइसकेको छौँ जाडो बढो त हो गाडीमा छौँ पक्रिने जाडो भइरहेको छ होइन पछाडिको भ्यू यस्तो छ यहाँनिर मेरो भिडियो बनाउँदैछ एउटा नाकाराले काम नपाएको नाकाराले के गर्नु हाम्रो हुनु चाहिँ यहाँ पुलिस असै साहबहरू हेर्नुहुँदैछ ब्लगर भइयो पछि के गर्नु अब केही बोल्न पनि आउँदैन मलाई त लाटो जस्तो केही बोल्नु पनि गयो हाम्रो गाडी गयो बोला न त्यो जाडो छ गाई कमले पुग्नुपर्ने छ हाम्रो गन्तव्य छ माथि केटाहरूले ज्याकेट लाउनु पर्छ नि त ज्याकेट ज्याकेट लगाइरहेको छु त यो के हो यता सर्ट हो यताबाट हिँड्नु अलिक पानी यता त्यो जाडो छ धेरै टाढको आजदेखि धेरै टाढा आउँदिनँ धेरै टाढादेखि नाम्चे अब नाम्चे जाँदैछौँ हामी नाम्चे जाँदैछु यताको भ्यू यस्तो छ यस्तो बगा जुन छ नि यता यो पाहाड कटेर जानुपर्छ हामी कुन पाहाड यो रनमती यो पाहाड छ नि पल्लोपट्टि छ यो पाहाडको हो कहिले हिँडेर पुग्नु होला कहिले हिँडेर पुग्नु बिस्तारै पुग्नु यो झुट बोलेको त होइन नि यो पाहाड कटेर जानु गाई त्यस्तै छ उतातिर त मन नगर्नु होला उतातिर राख्नु होला ब्लग यहाँ फोटोसोटो खिच्दा हुन्छ भरे भोलि आउँदा क्या भोलितिर फर्किन्छ यहाँनिर यहाँ छ फोटोसुट खिच्ने ठाउँ यस्तो बवाल ठाउँ छ तपाईँहरू पनि आउनु होला सिंहको छ मूर्ति बाख्रीको छ भेडा हो क्या भेडाको मूर्ति छ कस्तो भइरहेछ हल्का हो राम्रो हाम्रो ट्रेकिङ एकदम बवाल भइरहेछ जाडोले पुरै म चाहिँ कक्रिसकेको छु अरूको चाहिँ थाहा भएन है मुस्ताङबाट आएको होइन मुस्ताङबाटै आए जस्तो भइरहेछ मेरो ज्याकेट हो केटाको के भन्छ केटाहरूले नमस्कार म भागिनी पाने तपाईँहरूलाई के देखाउन चाहन्छु नमस्कार म भागिनी पाने यता त्यही त मतिर पनि देखालो आइज यता स्याट छ ल यता आइज न यता चाहिँ यहाँको भ्यू चाहिँ यस्तो छ गाइस यस्तो बवाल ठाउँ छ भोलि पनि खिच्दा हुन्छ हामी चाहिँ जाँदै गरौँ त्यहाँ ढिलो मात्र हुन्छ झन् अधिकार छैन तर यो नमान्छु भावना र
गोलीहरू आउँदैछ हाम्रो हामी चाहिँ यस्तो छ बाटो पुरै धराप छ यहाँनिर गोलीहरू आउँदैछ हाम्रो अब हिँड्दा हिँड्दा थाकिसक्यो यहाँनिर पानी नपरेको भए चाहिँ एकदम दामी हुन्थ्यो हाम्रो ट्राभल केटाहरू अगाडि गइसकेको छ केटाहरू अगाडि छ म चाहिँ यहाँ कुद्दैछु पछाडिको भ्यू देखाउन गइरहेको छु तपाईँहरूलाई पछाडिबाट भ्यू यस्तो दामी छ वाउ लुक लाइक अ मुस्ताङ हकडा हो मुस्ताङ जस्तो छैन स्वर्ग हेर्ने हो स्वर्ग भन्न के छ कस्तो लागिरहेछ दामी दामी लागिरहेछ नाम चाहिँ आइपुग्यो हामी चाहिँ भिर बाटो पाखा कड्ते भए पनि आइपुग्यौँ हामी नाम चाहिँ होइन मनसुजन बाटो यस्तो धराप छ पहिरो झरेर बल्ल बल्ल कुद्दै कुद्दै भए पनि आइपुग्यौँ अब चाहिँ नाम चाहिँ म आइपुग्यौँ अब होमस्टे खोजेर बस्नुपर्ने छ सबै लुगाहरू भिजेको छ लुगाहरू भिजेको छ सुकाउनु पर्छ गएर अब ला छाँदै आमाले छाता छाता उकाएर लगिसक्यो फेरि गयो जेन्जीको पावर यही एउटा हो ठक भएर हिँडेको जस्तो त्यहाँ कति तान फेरि गयो छाता नाम चाहिँ हामी चाहिँ यस्तो सिनमा आइसकेको छौँ यस्तो बल होमस्टे बस्ने हो अब होमस्टे सबै घर होमस्टे सबै थुक्पाहरू सबै पाउँछ होला होइन यहाँ होइन माथि माथि यता पाउँदैन नि यहाँ सबै चिज खाने खानाहरू बनाइनु हुन्छ सामान लिएर आउनु पर्यो आफूले आफूले लिएर बनाइदिन्छ सोध त ओइ सोध आइपुग्यो हामी यहाँनिर होमस्टेमा होमस्टे चाबी लगाएको छ है ताला लगाएको छ आन्टी हेलो कोही हुनुहुन्छ तल हेलो यहाँदेखि सिन चाहिँ बवाल छ क्या खोइ यहाँदेखि सिन चाहिँ बवाल छ टाइम जस्तो चढ्यो खुट्टा यस्तो भएर आगोले बोल्दा पनि केही हुँदैन यार बोल्दैन पनि मजा आइरहेको छ आगोले बोल्दा पनि पहिलोचोटि मजा गयो यार मलाई तातो भइरहेछ नि त चिसोले लाइटर पुरै खुट्टाहरू नि यस्तो भएको छ अनि माथुरी हामी चाहिँ यति बेला के अरे होमस्टेमा बसिसकेको छौँ केटाहरू तमतारीमा सब जाडोले पक्रेर होटेल हो बाहिरको सिन चाहिँ यस्तो छ है बाहिर यस्तो बवाल सिन छ यहाँनिर टक्कसँगले यस्तो बवाल सिन छ अनि हाम्रो कोठाहरूको केटाहरूको बस्नु यहाँ छ केटाहरूको अर्को रुम केटा ओइ हामी कहाँ बसेको अरे ओइ हामी कहाँ बसेको अरे केटा होटेलमा है ओइ केटाहरू हामी होटेलमा छौँ है यति बेला हाम्रो चाहिँ यहाँ पार्टी सकिसकेको छ
पैसा दिएको छ हामीलाई बुझ्यौ भोला चाहिँ त्यहाँ सडक आएर दाइ अरू थाहा भएन अनि अरू के उभिन्छ होइन आफै सोचेर ल्याऊ सोचेर ल्याऊ पैसा गर्न खर्च नगर हामी खाँदैछौँ मेरा फीचर ले कॉलेज में सारा तीनों एमसीपी को लागे I don't want to pass for London. You don't want to buy this, so don't go there. Talk about me, I don't know you from nowhere. Wanna so right, I'm so on it. Big drive, popping off like a car on it. High enough, living on it. If I take a ride on it, and I know that I'm on it. I'm at the top, I know the kids, I'm like on it. I got the keys to my city, Mr. Balance. ल खाऊ न यसको घडीमा राखेर स्यामेर बोक्स लागेको स्यामेर पर्खान त्यसलाई बोक्सीले भेटेको म उठिसकेको छु बिहान भइसकेको छ पछाडि चाहिँ बवाल उसै लागिरहेको छ घाम कहाँ लाग्ने छाँटकाट छैन यस्तो बवाल उसै लागिरहेको छ केटाहरू माथि जक्सन हान्दैछ केटाहरू चाहिँ माथि जक्सन हान्दैछ टक्क उठिसकेको छु यति बेला चाहिँ हिँड्ने यतिखेर अब पानी रोकिरहेछ यति बेला होइन केटाहरू सब तम्तारीमा छ जानको लागि चिसे लुगा लाएर मर्न आँटेको छ पनि भन चिसे लुगा ढाडिएर मेरो यहाँ छाम न सबै पेन हेर्न मेरो मुनिदेखि माथिसम्म सबै कुरा पर्फेक्ट भने ल बाई बाई हाम्रो होमस्टे बाई 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 यहाँको पहाडी सबै गएको हामी चाहिँ पहाडी त हुस्सेले यता चाहिँ बाटो ब्लक भएको छ त्यो भएर हामी यताबाट हो जाने बाटो यहाँबाट हो यस्तो बाटो जानुपर्ने छ यता बाटो ब्लक छ यस्तो बाटो जानुपर्ने छ हामी यस्तो त तल है पुरै खाई आगे खाई पीछे कुआ आगे कुआ पीछे खाई यस्तो धराप छ यार बाटो
यहाँबाट झऱ्यो भने गइन्छ त म्याच यस्तो बाटो छ है हामी चाहिँ हिँड्दैछौँ यस्तो सर्टकट बाटो खोजेर हिँड्दैछौँ अगाडि चाहिँ पुरै झर्थ्यो र पहिरो झरेर पुरै बाटो बन्द भएको छ त्यही भएर हामी चाहिँ यताको बाटो आएको के अरे केटाहरू आउँदैछौ नि तिमीहरू है ल बिस्तारो आऊ